10 लाख रुपियाँ लिन्छ मेरो। आफूले भाडा माझेको पैसाले त कमाएर खाँदै थिएँ, खाँदा र बच्चा पढाउँदै ठिक हुन्थ्यो। ऋण दिए सबैले, घर बनाइहाले घरै भत्काइथ्यो, म कहाँ जानु। ऋण दिए सबैले, घर बनाइहाले घरै भत्काइथ्यो, म कहाँ जानु। अनि दुःख गरेँ मैले, स्कुलमा काम गरेँ, लेबर काम गरेँ, अनि त्यो घर बनाएँ। ऋणै लिन्छ मेरो। घर बनाएको नि इमान्दारी छ भनेर, दुःख पायो भनेर सबैले दिँदे। 10 लाख रुपियाँ लिन्छ मेरो। आफूले भाडा माझेको पैसाले त कमाएर खाँदै थिएँ, खाँदा र बच्चा पढाउँदै ठिक हुन्थ्यो। र नि इमान्दारी भएर ऋण दिए सबैले, घर बनाइहाले घरै भत्काइथ्यो, म कहाँ जानु। म कहाँ जानु। नबनाउने मेरो अपरेसन नि गरेको छ खुट्टाको। अहिले हस्पिटल आएको, म कहाँ गएर ड्रेसिङ गर्नु। ड्रेसिङ गर्ने पैसा पनि छैन मसँग। म कहाँ जानु। थिएन, समितिले नै उल्टै पैसा खाएर दिएको जग्गा हो मलाई। किन्न लाग्यो भने किनेर मैले बनाएको। म कहाँ जानु। नखाइ बनाएको।